हेलो साथीहरु, नमस्कार। वेलकम टु माई नेक्स्ट भिडियो। आजको यस भिडियोमा तपाईहरुलाई म छठ पर्वको सम्पूर्ण वस्तुगत स्थिति बारेमा बताउँदैछु। सुनसरी जिल्ला रामदीरी नगरपालिका वार्ड नम्बर 4 स्थित यो हाम्रो नहर अन्तर्गत पर्ने यो छठ पर्वको लागि घाटहरु बनाइएको छ। यो घाटमा के गरिदैछ तपाईहरुले यो भिडियो स्किप गरेर पुरा भिडियो हेर्नु होला। अब म तपाईहरुलाई लाँदैछु घाटतर्फ। साथीहरु, म तपाईहरुसँग आज कुरा गर्दैछु श्रद्धा, भक्ति र शुद्धताको प्रतीक छठ पर्व। यो पर्व विशेष गरी सूर्य भगवान र छठ माईको आराधनाको रूपमा मनाइन्छ। 4 दिनसम्म चल्ने यो पर्वमा भक्तजनहरू कठोर व्रत, सफाई र आत्मसंयम अपनाउँछन्। पहिलो दिन नहाए खाए, दोस्रो दिन खरना, तेस्रो दिन साँझको अर्घ र अन्तिम दिन बिहानी पखको अर्घ। यसै क्रममा पूजापाठ सम्पन्न हुन्छ। साँझ पख घाटहरूमा हजारौं भक्तजनहरू सूर्य अस्ताउने बेला हातमा ठकुवा, ठेकुवा र फलफुलहरू लिएर जलमा उभिन्छन्। सबैतिर घन्किन्छ छठ माईको जय जय। यो पर्वले केवल धर्मको होइन, शुद्धता, अनुशासन र प्रकृति प्रतिको सम्मानको पनि सन्देश दिन खोजेको छ। परिवारमा सबै सदस्यहरू एकसाथ भेला भएर भक्ति भावले पूजा गर्दा त्यो दृश्य साँच्चै अद्भुत हुन्छ। अन्ततः छठ पर्वले हामीलाई सिकाउँछ कि सूर्य जस्तै उज्यालो बनोस् हाम्रो जीवन र श्रद्धा जस्तै पवित्र रहोस् हाम्रो मन। देखो यस्तो भेट बनाइन्छ। साइडको बाटा भनेपछि वास्तवमा के त गर्नु? हेलो। अब भने साथीहरु, म यहाँ बाइक राख्दैछु हैन। बाइक राख्दैछु, तपाईलाई यहाँको सम्पूर्ण कुराहरु देखाउँदैछु। यहाँ भने म बाइक राख्न गइरहेको। अब भने साथीहरु, अहिले हामी घाटमा आइपुगेका छौं हैन। तपाईहरु यहाँ घाटको अब सिन सबै देख्न सक्नुहुनेछ हैन। तपाईलाई देखाउँ सबै घाट यहाँ छ अगाडि हैन। देख्नु यहाँ घाट सबै छ, मान्छेहरु आइसकेका छन् घाटमा। यो हो नहर। यसरी घाट बनाइएको छ। आजको छठको रौनक। अब एकछिनपछि मानिसहरु भेला हुन्छन्, धेरै नै देख्न सक्नुहुनेछ। अब यहाँ भने तपाईको यति चाहिँ खाली छ, यति खाली राखेर यसपालि किन यसरी बनाएको छ? पोहोर त्यस्तो थियो नि, खाली देखाउँछ। हेलो, हाय। यहाँ एकदम भिडाभिड छ, हेर्नुस् त साथीहरु। ल पुरै उखु सबै डाला साला ल्याएर रमजान। ओहो हाम्रो पुष्कर भाइ। हेलो हेलो। ए भान्जा आइसक्यो तिमी? ल दिले भाइ, हाम्रो बुहारी पनि आइसक्यो। ल दिले भाइ। साथीहरु छठको लागि हेर्नु त टक्क लाएर यहाँ साथीहरु देख्ने अब सुरु हुँदैछ। यहाँ पानीले छर्केर यो ठाउँ सफा बनाइदिएछ। यहाँ साथीहरु तपाईलाई यो साइड देखाउँदैछ, यता हेर्नु न, यो साइडबाट है। साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ यहाँ अहिले यहाँ फुल अल्टिपी लाइन क्रम छ हैन। यो फुल किन लगाएको? फुल यसरी सजाको राम्रो बनाउनु लाग्यो। ठिक छ, राम्रो देखिँदैछ हैन। साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ सबैको हातमा मोबाइल देख्न सक्नुहुन्छ अहिले हेर्नुला। सबैको हेर्नु त नि, कसैको हात खाली छैन है साथीहरु। हेर्नुस् कसैको हात खाली हेर्नुभयो? हे कसैको हात खाली छैन। हेर्नुस् यता पनि हेर्नुस्, यता पनि खाली छैन हात। कसैको हात खाली छैन, कसैको हात खाली छैन। मोबाइल सबैको हातमा छ। हेर्नुस् यो हो
मोबाइल युग हेर्नुहोस् साथीहरू हैन हेर्नुहोस् साथीहरू देख्नु साथी कसैको हात खाली छैन है मोबाइल हेर्नुहोस् हो लेन्स कसैको हात खाली छैन साथीहरूले हेर्नु साथीहरू अब यहाँ हेर्दा यहाँ अब सूर्यलाई नै छ यहाँ पश्चिमतर्फ अस्ताएको सूर्यलाई अब यहाँ सुरु भइसकेको छ यसरी अस्ताएको सूर्यलाई यो चुमाएर मात्र त्यो राख्ने गरिन्छ अब सूर्य अस्ताउन लागेको छ हाम्रो अब देखाउँ साथीहरू तपाईहरुलाई देखाउँछु यता ओके यता पनि सूर्यास्तको टाइममा यो सूर्य भगवान भगिन्छ एकदम भिडाभिड छ हेर्नुहोस् यहाँ साथीहरू छैटको रौनक हेलो आशिका हैन के आशिका ओके हाम्रो चेलबुढीमा मेरो छ नि ल्याउनुहोस् है साथीहरू रमाइलो हुँदैछ नि रमाइलो के को छैटको होइन होला सायद मोबाइलको होला होइन ए ल एकदमै रमाइलो छ तपाईहरु देख्न सक्नुहुनेछ धेरै नै रमाइलो बुढाबुढीहरु पनि हिँड्न आएको हेलो 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 साथीहरु सानो बच्चाको हातमा मोबाइल कसैको हातमा मोबाइल खाली छैन हेर्नुस् हेर्नुस् अमरेशको हो साथीहरु सबैको हातमा मोबाइल छ हेर्नुस् आइसा हेलो आइसा हाय डालीले अब सूर्य भगवानलाई चुमाउँदैछन् यसरी छठी माताको पूजा गरिन्छ भोलि बिहान फेरि सूर्य उदाउने बेलामा यसरी नै सूर्य भगवानलाई यो डालीहरू देखाउने प्रचलन रहेको छ अब भने साथीहरू यो अब सबैजना घरतिर लाग्ने बेला लाग्छ अब बेलुका फेरि यहाँ जागरण हुनेछ तसर्थ अब सबैजना अब हिँडिसकेको अवस्था छ देख्नुहुन्छ अब घरतिर प्रस्थान गरिरहेछन् देख्नुहुन्छ अब यतिखेर अहिले करिब 5 बजिसकेको छ साथीहरू अहिले म फेरि पुनः यस घाटमा आइसकेको छु बिहानी पखको यो सूर्यको झुल्के किरणसँगै यो डाली सूर्य भगवानलाई चुमाएर अथवा अर्घ दिएर यो आजको यो छठ पूजाको काम सम्पन्न गरिन्छ तपाईहरु देख्न सक्नुहुन्छ यहाँ सूर्य भगवानलाई अर्घ दिइरहेको अवस्था छ यसरी छठ पूजा चाहिँ समापन गरिन्छ यसरी पूजा गरिसकेपछि सम्पूर्ण श्रद्धालु भक्तजनहरू र त्यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूले पूजाकर्ताद्वारा त्यहाँ प्रसाद पनि थापेर खाने प्रचलन छ र यसरी आफूले थापिएको प्रसाद अरूलाई दिनु हुँदैन भन्ने पनि कथन रहेको छ साथीहरु तपाईलाई भिडियो कस्तो लाग्यो यदि मन पर्यो भने लाइक कमेन्ट र शेयर गर्न तपाईलाई सी यु इन द नेक्स्ट भिडियो टिल देन बाइ बाइ